सबैजनालाई नमस्ते। हामी चाहिँ अहिले चितवन राष्ट्रिय निकुञ्ज जङ्गल सफारीमा छौँ। जङ्गल वक 1 घन्टा जति हुन्छ। हामी जङ्गल वक गर्दैछौँ। यहाँ चाहिँ विभिन्न किसिमको चराहरू, जनावरहरू, होइन, पानी हाँसहरू हामी हेर्दै हिँडिरहेछौँ। यो पानी हाँस चाहिँ यो पूर्वी साइबेरियाबाट आउँछ भनेर भन्छ हाम्रो गाइडजीले। उहाँ चाहिँ धेरै एकदम ठन्डा हुन्छ, बरफ जम्छ पानी, त्यो भएर यहाँ माछा खानुको लागि, चारा खानुको लागि उहाँबाट यता आउँछ। कस्तो हुन्छ भने खोपुल छ लगभग 7-8 दिनसम्म एउटै ठाउँमा यिनीहरू टोयलेट गर्ने। एकै ठाउँमा। यो देखिएको रुखहरू चाहिँ एक किसिमको फल फल्दो रहेछ यो रुखबाट। अनि त्यो फल चाहिँ यो गैँडाहरूले खाँदो रहेछ। अनि त्यो गैँडाले खाएको फलहरू चाहिँ भोलि यो पच्न नसकेर त्यसको गेडाहरू नपचेपछि त्यो दिशा गरेर त्यो चाहिँ बिउबाट चाहिँ उम्रेको बोटहरू भन्ने रहेछ, होइन। अनि त्यसबाट चाहिँ यो बिरुवाहरू उम्रिएर यत्रो भएको हो। त्यसले यसलाई चाहिँ नि यो के भन्छ, गैँडाले रोपेको बिरुवा रुख भनेर नामाकरण गरेको रहेछ यसलाई। मलाई चाहिँ इन्ट्रेस्टिङ लाग्यो। गैँडाको दिशा हो। ब्लू कलरको घाँटीमा डार्क कलरको हुन्छ। नेस्टिङ गर्नुपर्ने हुन्छ, यसरी गुड बनाएर बस्नुपर्ने हुन्छ। अनि प्रेडिटरहरू पनि धेरै छ नि त, चितुवाले, जङ्गल क्याटहरूले यताउता खाइदिन्छ, एट्याक गर्छ, होइन। अनि नेस्टिङ गर्नुपर्ने हुन्छ ल्यान्डमा। अनि टाढाबाट उनीहरूले नोटिस गर्न नसकोस् भनेर नेचरली नै उनीहरूलाई हल्का डार्क कलर दिएको भालेले चाहिँ फिमेललाई एट्याक गर्नुपर्छ भनेर ब्युटिफुल कलर वेट, होइन। अब उनीहरूको 150 देखि 200वटा प्वाँख हुन्छ, होइन। त्यो चाहिँ उनीहरू प्वाँख चाहिँ डान्स गर्ने भनेको फिमेललाई एट्याक गर्ने बेलामा मेटिङ सिजनमा मात्रै गर्ने होला। अनि मेटिङ सिजन सकिसकेपछि त्यो पुच्छरहरू बिस्तारै बिस्तारै एउटा दुईवटा गर्दा आफै झर्ने। हजुर हो। अनि मेटिङ सिजन आउनु थाल्यो भने बिस्तारै ग्रो हुँदै जाने। हजुर। 인도에서
हात्ती मजाले कराएर छ किन हो ए हजुर 어디 같은데 가보면 컵대가 막 크지. 와 हात्तीहरू त यहाँ पो कराउँदैछ पोचरहरूले अलि टार्गेट गर्ने भनेको अलि कहाँ अलि विकट ठाउँमा छ हजुर त्यस्तोमा टार्गेट गरेर बसिरहेको छ कि ए हजुर यो चाहिँ सबैभन्दा वयस्क भन्नु न बुढी हात्ती हो। ए यो चाहिँ यो त लगभग 65 वर्षको भइसक्यो। यो 65 वर्ष फेरि नजिक चाहिँ जान नपाउने खक्कै खाजी माछा हो गस्ती गस्ती ड्युटी किनभने नेसनल पार्कमा अब कुनै ठाउँमा हिलो छ खोला नालाहरू छ गाडी पनि जान सम्भव हुँदैन बाइक वाक चान्सै हुन्छ खानाहरू यो भयो यो मङनङ जङ्गलमा जङ्गली हात्तीको माउली साथै मानकाली 이름이 만걸리입니다. 이름이 만갈리입니다. 아, 얘 이름이 네임. 이쁘다, 야. चिया पाउँछ पाउँदैन सर यो स्टाफ अनि उरी मग्नु आनिम्दा 여기 스탑들이 먹는 거요? 젊은 놈이니까 왜 저래? 모모? 모모 만두. 엘리펀트 만두. 네, 얘는 엘리펀트 모모. मोमो एलिफेन्ट मोमो 엘리펀트 모모. चाहिँ धान अनि यो सल्टहरू मिक्स गरेर दिएको हुन्छ देशलाई सेभ गर्नुपर्छ भन्ने उद्देश्यले चाहिँ नेपालको सेभ गरेर त्यसरी बनाएको। ब्रिडिङ फार्म चाहिँ छ ए हजुर 피니시요? 끝났습니까?